गाइज हामी चाहिँ अहिले कहाँ छौँ भने बर्थडे घरमा छौँ। ह्याप्पी बर्थडे मेरो भाइ। यसलाई चाहिँ हामी सरप्राइज दिन आएको। हामी आफै सरप्राइज भयौँ यो घरमा नभएको कारणले। अनि पछि आयो तर अलिकति सरप्राइज चाहिँ भएको छ। अनि हामी चाहिँ अहिले टिभीमा दिदीको बिहेको भिडियो हेर्दैछौँ। अनि यहाँ चाहिँ दिदी हुन्छ यी सफा गर्दै हुन्छ यस्तो भएको छ। यहाँ चाहिँ सफा गर्दै हुन्छ। यो चाहिँ किचन रुम हो। अनि यिनीहरू केकको लागि डेकोरेसन गर्दैछन्। केक काट्नको लागि डेकोरेसन गर्दैछन्। अब हामी केक काट्न गइरहेको छौँ। अनि यो चाहिँ मेरो फुपूको घर हो। अनि यो चाहिँ म हो। यो चाहिँ मेरो फुपूको छोरी हो, माइतीको छोरी। अनि यो मेरो सानो फुपूको छोरो बर्थडे बोय। ह्याप्पी बर्थडे भाइ। थ्याङ्क यू। यो युट्युबमा आउँछ है। यो बर्थडेको केक हो भाइको। ह्याप्पी बर्थडे भाइ। वाउ यो च्यातौँ न। अनि यहाँ छ भाइ चाहिँ कान्छी फुपूको बिहेको हेर्दैछ हाम्रो बेहुली। यहाँ चाहिँ केक। ओ माई गॉड कसको बर्थडे हो आज? अस्तिको केक त हामीले चाहिँ अहिले केक काट्न आएको नि त। देखिन्छु तपाईँ छेउमा बस्नु न भाइको त्यस्तो लखालिने केही हुँदैन। बस्नु न केही हुँदैन मजाले बस्नु न। सरप्राइज दिएको हामीले हैन लु यो त जा त क्यामेरामा उहाँ कुर्सीमा बस सोफामा बस। त पनि देखिनु पर्यो नि त देखेपछि मजाले। तपाईको पनि भिडियो बनाउनु। म यहाँ हुन्छु नि त यहाँ यसबाट बनाउँछु म देखिन्छ नि त मलाई पनि हेर न पकड्छ ए मुनि जिउ किन छोडेर मजाले यता छेउमा आइज नि त तँ यसरी होइन अलिक ढल्का नै सिधा त कहाँ हुन्छ केक गरिदिएको स्पे यहाँ दिनु अर्को पनि पाल्छ र जोड न जोड यार दुईटै। Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday. No, please. यता चाहिँ बिर्सेछ है। मलाई खोज भयो। ल अब काटा। जोड यार दुईटै। म काट्नु न पुस्नु मेरो बर्थडे होइन त सर के बनाएको कस्तो राम्रो फुल लाग्छ अहिले। के बनाएको यो बनाएको आउने यस्तो साह्रो बनाउँदैन भिडियो ल हुँदैछ। ह्याप्पी बर्थडे। उसलाई चाहिँ खुवाउनु पर्ने। ए मैले चाहिँ किन खाएको आइज आइज म खुवाइदिन्छु। ए ह्याप्पी बर्थडे भाइ। म पनि खुवाइदिन्छु यहाँ लाग्नु पर्यो नि त बर्थडेको दिन। यहाँले यो नाकमा अडिने भए त टक्क। यो त म रातो खाएर त मै खान्छु यार मलाई चाहिँ मेरो फेभरेट रातो अरू त नभए नि के चेक यता मिना दिदीलाई खुवाइदिनुहोस् त तले सर होइन ठिकै छ भयो कति नदर्ला राम्रो फोटो आउँदैन भएन राम्रो फोटो आउँदैन आइज थोरै मात्रै क्रिम जान्छ उदय लाउँछ। म रातो खाएर खाऊँ खा तपाईँ तुई नखाने म रातो खाएर खाइदिन्छु ल बुइनी खान्छ होला नि त खाने म खान बनाउँदा ओइ म त खुवाइदिनु भयो दियो भनेर कपाल हेर के यस्तो किन तपाईँ हेर न एक्लै एक्लै ऊ अघि भ्याइसक्यो हामी बाहिर यसो निस्केको थियौँ उसले अघि बजाइसक्यो। हामी चाहिँ भिडियो रोकेको छौँ एकछिनमा हेर्नको लागि। यहाँ केक छ हामी खान्छौँ केक चाहिँ मलाई पहिला मन पर्दैन यो माथि त मन पर्यो है मलाई यो त चक्लेट त मन परिहाल्छ नि।
यो केक छ अनि हामी चाहिँ केक खाँदैछौँ। अब मासु पाक्छ। अब मासु पाक्छ पार्टी भाइको तर्फबाट। अनि जे भयो भने भाइको पार्टी हो। दिदीको पैसा अरे भाइले खुवाएको अरे हामीलाई। अस्ति हामीलाई कस्तो गरेको थियो लु लु ला सकेछ है। ह्याप्पी बर्थडे भाइ। थ्याङ्क यू। ह्याप्पी बर्थडे दिदी। आज हामी सबैको बर्थडे। प्याज मासुमा हाल्दैछ यिनले पकाउँदैछ। तेल हाली हेर्नु यति हालेको थियो धेरै हाली अरे थोरै हाल्दा नि पाक्छ होइन। गाइजहरू म चाहिँ यता गाडीमा बारी भन्नु कि गाडी भन्नु यता आएको छु। मजा रहेछ जुगाल दोकान छैन छेउबाट जान्छु। यहाँ इस के हो यो खुर्सानी। म त पछाडि आएको छु यता आएको छु यता। यहाँ आइपुगे नछोप्नु। हामी चाहिँ अम्बक खान आएको हामी चाहिँ। टोक्ने खालको छ भने ऊ माथि छ जस्तो उता तर भेटिँदैन। पाकेको अरे यस्तै। हामीले चाहिँ अम्बक ल्याउनु सफल भयौँ। यिनले खाँदैछिन्। पार्टी खाएर पनि अहिले लागिसक्यौँ आफ्नो बाटो घर जाँदैछौँ। दिदी हुन्छ यहाँको दिदी हुन्छ। हेलो हेलो हजुर बाई। बाई। अब चाहिँ हामी हाम्रो ब्लग यहीँ एन्ड गर्न गइरहेको छौँ। बाई। म रासिरहेको थिएँ नि।